हामी सानो हुँदा भागेर औलो गइयो क्या। औलो भन्छ हाम्रो, जिउला पनि भनिन्छ त्यसलाई। भेरी किनारतिर लेख छ हाम्रो गाउँ। अनि यसो चाहिँ स्कुल गएको, स्कुलबाटै भागेर यहाँ चाहिँ हामी कहाँ गयौँ भने जिउला गयौँ क्या। अनि स्कुल लगेको खाजामध्येको रोटीहरू थियो हामीसँग। एकजना गाउँले मामा हुनुहुन्थ्यो क्या। मामा चाहिँ जाल खेल्न जानुभएको रहेछ। अहिले बिचरा उहाँ स्वर्गीय भइसक्नु भएको छ होइन, उहाँको स्वर्गमा बास होस्। अनि मामा जाल खेल्न गएको, भोक मान्नु भएको रहेछ। त्यसपछि गएर ट्याक्क लगाएर चाहिँ हामी यता माथिबाट गएको। अनि कहाँ जाने हो भन्नुभयो। हामी यसो चाहिँ ल माछा मार्न आएको, हामी त रोइन जाने पनि भन्यौँ। के छ रोटी के ल्याएको छौ, खाजा ल्याएको छौ, मलाई खाजा देऊ, म तिमीहरूलाई माछा दिन्छु भन्नुभयो क्या। अनि एउटा माछामा हामीले लगेको सबै खाजाहरू चाहिँ साटिहाल्यौँ क्या, रोटीहरू साट्यौँ क्या होइन। अनि त्यसपछि मामा माथितिर आउनुभयो, हामी तलतिर गयौँ, रोइन गयौँ। अनि दिनभरि हामी पानीमै खेल्यौँ क्या। अब माछा मार्ने, पानीमा खेल्ने, पौडी खेल्ने होइन। अब भेरी किनारमा त्यसरी गएको। पछि खेल्दा खेल्दै हामीलाई त भोक लाग्यो हेर्नुहोस् लास्टै होइन। अलिक सानो बच्चामा फेरि छिटो छिटो भोक पनि लाग्छ नि त। अब त्यति भोकहरू चाहिँ खट्न सक्ने, पचाउन सक्ने त्यतिखेरको चाहिँ हाम्रो क्षमता पनि हुँदैन नि त। अनि पानीमा खेले त उसै झन् बढी भोक लागिहाल्छ, त्यो सबैलाई थाहा छ। अनि बल्ल पछि थाहा भयो क्या हामीलाई लगेको खाजा रोटी चाहिँ अब जाल खेल्ने मामालाई दिइयो। मामा चाहिँ रोटी लगेर अब जाल खेल्दै माथितिर अब जानुभयो होइन। हामी चाहिँ एउटा माछामा रोटी साटेर दिनभरि भोकै बस्नु पऱ्यो क्या। त्यस्तै एउटा तितो यथार्थ रमाइलो त्यतिखेर हामीले झेल्नु पऱ्यो क्या होइन। यस्तो हजुरहरूले पनि भोग्नु भयो होला कतिपय अवस्थामा होइन। के छ, कस्तो लाग्यो हाम्रो कथा? मन पऱ्यो लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, च्यानललाई सब्सक्राइब त अनिवार्य गर्नुहोस् है साथीहरू। बाई बाई, नमस्कार।